काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको किनारमा रहेको आर्यघाट हिन्दू धर्मावलम्बीहरूको अत्यन्त पवित्र दाह संस्कार स्थल हो। यहाँ दिनरात चिता जलिरहन्छ, जसले जन्म र मृत्युको अनन्त चक्रलाई सम्झाउँछ। स्थानीय जनविश्वास अनुसार मध्यरातमा आर्यघाट वरिपरि अनौठो शान्ति छाउँछ। कतिपय मानिसहरूले चिताको धुवाँभित्र रहस्यमय आकृति देखेको वा अस्पष्ट घण्टीको आवाज सुनेको दावी गर्छन्। यस्ता कथाहरू पुस्तौँदेखि सुनिँदै आएका लोकविश्वास हुन्, तर यिनको वैज्ञानिक प्रमाण छैन। हिन्दू मान्यता अनुसार आर्यघाटमा अन्त्येष्टि हुँदा आत्माले मोक्षतर्फको यात्रा सुरु गर्छ भन्ने विश्वास गरिन्छ। त्यसैले यो स्थानलाई डरको होइन, जीवनको अस्थायित्व र आध्यात्मिक यात्राको प्रतीकका रूपमा पनि हेरिन्छ। आजसम्म आर्यघाटसँग जोडिएका धेरै रहस्यमय कथाहरू प्रचलित छन्। कसैले तिनलाई सत्य मान्छन्, कसैले लोककथा। तर एउटा कुरा निश्चित छ, आर्यघाटले जीवन, मृत्यु र आस्थाको गहिरो अनुभूति गराउने नेपालको सबैभन्दा विशेष धार्मिक स्थलमध्ये एक हो।